अब यो सबै विसर्जनमा रहेको अवस्था हामी जानकारी गराउन चाहन्छु। देश तथा विदेशबाट सबै नेपालीहरू हेर्नु होला। हामी त खोलाको भिडियोहरू हो, बाँके खोलामा रहेको छठघाटको दृश्य हामीले देखाएका छौँ। यति बेला सबै कार्यक्रमहरू पनि विसर्जन भइसकेको जानकारी गराउन चाहन्छु। भर्खरै यो 30 मिनट 20 मिनट भएको छ विसर्जन भएको। अब यसलाई व्यवस्थित गर्न, यसलाई हेर्न, यसलाई बुझ्न आउने भनेको एउटा टेन्टवाला दाइ हो। अनि त्यसपछि हामी सबैजना छलफल गरेर यो केराको बोटहरू अब यही पानीमा राखेर पुर्एर फेरि अर्को वर्षको लागि प्रतीक्षा गर्नेछौँ। कार्यक्रम सबै विसर्जन भएको अवस्थामा हामीले जानकारी गराइरहेका छौँ। 24 घण्टाको मेला, 24 घण्टाको पूजा हामी सबैजनाले देखिसक्नुभयो। अब देशैभरिबाट पनि यसरी भएको पूजापाठलाई हामी आफ्नो धर्म संस्कृति अनुसार जोडिएका छौँ। वर्षै पिछु पनि तराईको विभिन्न जिल्लामा भइरहेको पूजापाठको भिडियोहरू हामी देख्नु परेको छ, सुन्नु परेको छ। अनि 24 घण्टाभित्रमा मान्छेले भन्ने गरिन्छ स्वर्ग पनि हेर्न पाइन्छ। हामी त्यसरी अहिले अनुभव गरिरहेका छौँ तराईको जिल्लाबाट। अब यो धर्म संस्कृति पनि हामीलाई यति प्यारो लाग्छ कि हामीले पनि अहिले देशैभरिबाट देखाइरहेको भिडियोहरू हो। कार्यक्रम विसर्जन भएको अवस्थामा हामी जानकारी गराइरहेका छौँ। अब यसलाई पनि अलिकता व्यवस्थित गर्नुपर्ने हामी सबै युवाहरूको कर्तव्य हुनेछ र बिस्तारै हामी यसको व्यवस्थित पनि गर्नेछौँ। जथाभावी रूपमा यसरी गर्नु हुँदैन, राख्नु हुँदैन। हामी बीच खोलामा यति बेला देखाएका छौँ। भर्खरै विसर्जन भएको कार्यक्रम छठ पूजाको भिडियोहरू हो। सबैजना हेर्दै गर्नु होला।